खाजा खाइसकेर हामी चाहिँ दोबुचुमुरा र बेकरी सेक्सनतिर गयौँ अनि नमिलले चाहिँ यहाँ अर्को स्ट्याम्प पनि हान्नुभयो। ए पान कस्तो क्युट एनिमल सेपको लाली गुराँस हामी खाइसकेर अब यता आएको छौँ क्या दोबुचु के छ यहाँनिर कस्तो घाम गयो नि त चिसो चिसो भयो यहाँनिर चाहिँ उयो फोटो स्पोट हो। अब हामी यहाँबाट तल झर्दैछौँ जङ्गल पस्दैछौँ कस्तो छ मैले हुन त हल्का स्वेटर लिएर आएको थिएँ लगाएको त्यही पनि अलिक जाडो अलिक थोरै थोरै बाक्लै टाइपको नि ल्याउनु पर्दो रहेछ चिसो चिसो हुन्छ अलरेडी त्यही माथि अब यो घाम नलागेपछि त त्यही भएर उताबाट लगाएर नआए पनि यता एक्स्ट्रा चाहिँ ल्याउनु पर्ने रहेछ जाडो जाडो देश। तलतिर पनि जाने ठाउँ छ कतातिर यताबाट यता गएर हेर्नु न मक्क फुल्या रहेछ तलतिर त गुराँसको बोट यहाँनिर चाहिँ अब डग आयो अफ्रिकन वाइल्ड डग अरे दे यता छ आउनु अब यहाँनिर अर्को स्ट्याम्प ल हान्नु हान्नु झप्प लाएर मुनि नै हान्नु माथि डोरी हालेर रहेछ। कपरेर सुतिरहेको छ कुकुर कपरेर त्यो ढाड मात्र देखिन्छ यो पानीमा देखेको यो कालो चाहिँ उयो लुकेर बसिरहेको छ यहाँनिर टाउ पनि निस्क्यो निस्क्यो अब हामीले चाहिँ यो देख्न पाएछौँ यो एउटा बोटको मात्र अहिले रहेको रहेछ माथि रहेछ यहाँनिर जापानको सिस्नु रहेछ हेर त सिस्नु कस्तो रहेछ जाडो भयो क्या जाडो यो लामो लामो पात गरेको सिस्नु हो साँच्चीकै हो तर त यो गाँजाको पत्ता जस्तो देखिन्छ पोल्छ भन्नुहुन्थ्यो छुपेर र फेरि होइन उयो नेपालको त काँडै काँडा हेर्दै उयो त पोल्ने खालको होइन त्यति यो त उयो है पुदिना पुदिना होइन जाम हामी अब फर्सी होइन त्यो जाडो फुलै फुलको टनेलमा फोटो सिनेमा अगाडि जाऊ न हामी टुन 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 कस्तो हामी कहाँ पस्यौँ अब हाम्रो सक्यो यो सुरुङ पनि उतापट्टि आइसक्रिम पनि राखिदिएर रहेछन् सबै पछाडिबाट खिचिन्छ कि भिडियो आज चाहिँ फर्स्ट टाइम होला आइसक्रिम आएर हुन्छ नेक्स्ट स्ट्याम्प यहीँनिर होला के हो क्युआर जस्तो के छ त्यहाँ दुम्सी आयो दुम्सी दुम्सीको काँडा थियो मसँग ओइ यता खिचे त उता भागो त यो त लु आउनु खुवाउनु त दुम्सीलाई खुवाउँदै हुनुहुन्छ
सुटुनी खाँदो रहेछ यसको फल सुटुनी रहेछ ओइ खोइ कता गयो अर्को कतामा समातेर खाएको र समातेर kawaii ne लाउनु तपाईँ उतै दिनु बिचरा कति सराउनु यता र उता पिकअपको जस्तै रहेछ क्या है यस्तो फिजी आउने काँडा खतरा फिजी आयो बाई बाई वाउ यसको कस्तो राम्रो फिजी आएको कत्रोお、もらったね、やっぱり。餌あげますね मलाई त बढ्दा सबै जस्तो लाग्छ कि स्क्वेरल मङ्की भनेको त मतलब स्क्वेरल नै त्यो अर्को नै पो छ होला भनेको तर मङ्की चाहिँ त्यो सानो भएर यसको नाम चाहिँ त्यो रहेछ कि 1000 ग्राम मेलहरू चाहिँ केटाहरू चाहिँ धेरै हुँदो रहेछ मेल्सहरू चाहिँ जाने ल गएर आउन यस्तो यताबाट छिर्दिउँ त मुसाको बुहरू हो कि क्या हो के भनेर जस्तो छ ऊ हो रहेछ एनिमल्सको गु हामी त बुकहरूमा त त्यो ब्राउन कलरको फेरि कगाहरू होइन अघि माथिको हुन्छ पुच्छर मात्रै घिसार्नुले होइन हामीले नि गरे हो नि त यो त सेतै भएन होला हो यत्रो ठुल्ठुलो पो त तर यो अलिकति छैन क्या है चन्द्रमुखी यस्तो भने छैन意味わかんないですかわからなくても大丈夫ですよね दुईजना हाम्रो एक एकजना क्यामेराम्यान हो र आजको हाम्रो क्यामेरा लेमोर कट जातो लेमोर कट के देखिए त भएन नि त नबी अच्छा स्टन्ट देखाउँछ त्यही त入った入った入った おいおいおい
いいね。いい感じだ。多分これが一番その幅のところで。मेरो सक्छ बल्ल यो चाहिँ अलिकति जिसाइको आयो Gusta ini Navin San. Cica dobu tuwata, dobu tumura. मान्छे थाम्छ त मान्छे थाम्छ छुट्टै छ जस्तो लाग्छ कवाई ने कोरे यहाँबाट यस्तो पर एक राउन्ड लगाएर ल्याउने हो Yuchen. लाइनको कप हेर्नु कस्तो क्युट छ है मेरो गुडियासँग त्यहाँले त्यसको पोजिसन हेर्नु नि पोजिसन बत्ती हेरेको कस्तो क्युट पोजिसन कावाई युचेन फेरि हस्ताउनु न हाई हाई थाका थाका भन्ने थाका थाका कामासी यता छ डग हाउस अनि ठ्याक्कै यसको अपोजिटमा छ क्याट तर यता छिर्नको लागि चाहिँ फेरि एक्स्ट्रा टिकट काट्न पर्दो रहेछ अनि यहीँनिर छ अर्को स्ट्याम्प हान्नको लागि यहाँ लाइनमा पर्खिराख्नु भएको छ नवीन खानले ल हाम्रो चाहिँ 4वटा स्ट्याम्प पनि कम्प्लिट भएको छ
यो स्ट्याम्प उयो गरेर भने चाहिँ कति 100 रुपियाँ पैसा पनि साट्न मिल्ने रहेछ तल त्यसको ठाउँ छ तर हामीले 100 अघि रुपियाँकोले भने फेरि कति रुपियाँ त के हो नि अब अघि तल ह्याएको के देखाइरहेको थियो खोइ के ल प्राइस चाहिँ पाउने रहेछ कसलाई लगेर दिन पर्ने हो थाहा भएन अलिकति यस्तो खोजेर अब तपाईँहरूले आफै पत्ता लगाउनु होला त्यो चाहिँ हामी फर्केको अब चाहिँ घुमिसक्यौँ यहीँनिर छ स्ट्याम्प साट्ने त्यो अघि नैको 4वटा स्ट्याम्प कम्प्लिट गरेपछि चाहिँ यहाँ आएर प्राइज दिने रहेछ कि ल के को लिनुहुन्छ अब कुन बल पार्नुहुन्छ अब ए दिदीले भनेकै पर्यो होइन दिदीले भन्नुभएको थियो नि तपाईँले भन्नुभएकै पाण्डा हो के हो दिएको छानेर लिएर आएको के ल कङ्ग्रेचुलेसन यही त्यसरी खानालाई सजिलो हुन्छ कि तिमीले सामान कहाँ राख्यो अहिले किनेको सामान प्लेटहरू ब्यागभित्रै जाडो भयो भने आइसक्रिम खाँदा जाडो हुँदैन कि अब फेरि यो बस चढ्यो भने सेम पैसा तिर्नुपर्छ है बसमा त तर मजा त्यति हुन्छ जस्तो लागेन है तर त्यो बस चढ्नेहरूलाई फेरि मासु खुवाउनु दिएको थियो नि हामीलाई चाहिँ मासु दिएको थिएन नि त त्यसमा फरक हाम्रो आज भोलि सफारीको यात्रा चाहिँ सक्यो हामी गएको अब नेक्स्ट इयर हुन्छ कि नेक्स्ट इयर हुन्छ कहिले आउँछौँ थाहा छैन तर आउन चाहिँ फेरि आउँछौँ नेक्स्ट इयर स्योर गर्नुपर्छ हाम्रो फुजी सफारी पार्कको घुमाइ चाहिँ एकदमै रमाइलो बिर्सनै नसक्ने रहेको थियो अनि हामी चाहिँ फर्कँदाखेरि पनि मिठा मिठा गफ गर्दै त्यहाँ वरिपरिको हरियाली पहाड र रुखहरूले भरिएको मनमोहक दृश्य हेर्दै फर्कियौँ अन्त्यमा भने मैले बाटोमा लिएको केही भिडियोहरू राखिदिएको छु तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोला र तपाईँहरू पनि टोकियो खानागावा सिजुओका अथवा यतै कतै वरिपरि हुनुहुन्छ भने फुजी सफारी पार्क चाहिँ एकपटक अवश्य जानुहोला।